मेरो नाम गुरु केदार बराल। मेरो घर ओखलढुङ्गा पोकली गाविस वार्ड 2 लेती भन्ने ठाउँमा पर्छ। म चाहिँ सानामा बनझाँक्री लगेर बनझाँक्रीको चेला भएको हुँ। अहिले म अमेरिकामा 3 वर्षदेखि चाहिँ बसिरहेको छु। बनझाँक्री भन्नु, बनझाँक्री भने के हो? बनझाँक्री भनेको चाहिँ धामी झाँक्री 7 किसिमका हुन्छन्। बनझाँक्री भनेको चाहिँ एउटा हनुमानको अष्टचिरञ्जीवी मध्येमा हनुमान पर्छ। एउटा हनुमानको एउटा स्वरूप हो, रातो बाँदर जस्तो हुन्छ। यसले चाहिँ पूर्वजन्म सत्कर्म गर्ने मानवलाई चाहिँ अहिलेको यो जन्ममा लगेर तन्त्र मन्त्रको ज्ञानहरू सिकाएर चाहिँ जडीबुटीहरूको ज्ञान सिकाएर चाहिँ मानव सेवाकै निम्ति पठाइदिन्छ, जुन चाहिँ 7 महिनासम्म लान्छ। मलाई पनि 7 महिनासम्म गौरीवन पोकलछाङमा लगेको। सबैलाई 7 महिनाको लागि लान्छ? कोहीलाई 3 महिना 2 महिना 1 महिना यसरी लान्छ र धेरै राख्ने भनेको 7 महिनासम्म हुन्छ। र यो लाने प्रक्रिया चाहिँ कस्तो हुन्छ? जसरी ऱ्यान्डमली कसैलाई पिक गर्ने हो? सानामा बच्चाहरूलाई लाने हो। मलाई 7 वर्षमा लागेको थियो। यसरी सुतिरहेको बेलामा चाहिँ उठाएर लगिदिएर उता लगेर ज्ञान सिकाउने गर्छ। हजुर, मैले पनि पहिला हाम्रो गाउँमा सुनेको थिएँ एउटा सानो नानीले लगेको भन्ने बारेमा। एकदमै रोचक प्रसङ्ग छ। अलिकति खुलस्तसँग भन्नु मिल्छ? के हुन्छ त्यहाँ गएपछि? त्यसले लगे अब अर्ध होसमा लान्छ। होस त्यस्तो हुँदैन हैन। अब तपाईको एउटा 1 मिनेटको मात्रै भविष्य जानिँदैन भने नेपाली भाषामा त्यसलाई भनिन्छ पागल। पागल प्रविधिबाट लगिरहेको हुन्छ नि, त्यसले पागल प्रविधिले नै सिकाइदिरहेको हुन्छ। भोलि आउने कुरा केही पनि थाहा हुँदैन, उसलाई गएका कुराहरूमा मात्रै अलिअलि खेलाइदिन्छ र मन्त्रहरू तन्त्रहरू ज्ञानहरूका कुराहरू सिकाइदिन्छ। यस्तो हो, मानव जन्म यसरी जन्मिन्छ, जन्म रेखा यस्तो हुन्छ, मृत्यु रेखा यस्तो हुन्छ। अब यो निधारमा चाहिँ अब यसरी खपडहरू 4वटा जोडेको हुन्छ। याम आकारको भाग्य लेखिदिएको हुन्छ, भाग्य रेखा यो हुन्छ, छैटौँमा भावीले यस्तो लेखेको हुन्छ भनेर यसरी सिकाउँछ। त्यही 7 महिनाको जुन शिक्षा तपाईँले पाउनुभयो त्यहीबाटै हजुरलाई अहिले सबै ज्ञान प्राप्ति भएको? त्यसपछि मैले 1600 पृथ्वीमा अब धेरै हुन्छ हैन। मैले चाहिँ 1660 वटा मन्त्र चलाउँछु। मेरो चाहिँ आश्रम नेपाल गौशालामा चाहिँ मैले धामी झाँक्री सम्बन्धीको काम गर्छु। मैले त्यहाँ ट्रेनिङ पनि गराउँछु। मैले अहिलेसम्म चाहिँ देशको 8 चोटि भविष्यवाणी गरिसकेँ र मैले अहिले विश्वकै निम्ति चाहिँ मैले यो बुझ्दै छु र म चाहिँ 15 लाख मान्छेको भविष्यवाणी गरिसकेँ। मैले दिनमा 1 दिनमा 700 सम्म व्यक्तिलाई हेरेर चाहिँ मैले स्टार्ट द बेस्ट विक भनेको नेपालको साताको सबभन्दा बिजी हुने मान्छे भनेर नेपाल 1 टेलिभिजनले पनि मलाई इन्टरभ्यु लिएको थियो। मैले त्यो चाहिँ सुनेको थिएँ। हजुरले भनेपछि व्यक्तिको मात्रै होइन, कुनै पनि देश मैले भविष्यवाणी गर्न सक्नुहुन्छ। मैले 59 सालमा नेपालमा चाहिँ बताएको थिएँ 64 सालमा देशमा शान्ति हुन्छ, 61 सालमा चाहिँ राजाले चाहिँ पार्टीबिनको व्यक्तिहरूसँग यस्तो गर्छन् भनेर पेपरहरूमा आएको थियो। पशुपति राप्रपा पार्टी चाहिँ फुट्छ भनेर त्यस्तो गरेर चाहिँ आखिर त्यो मिलिरहेको थियो। अब यो मेरो भाषाले भन्नुपर्दा हुन्छ नै भन्छु हैन। अहिले चाहिँ मलाई के छ भने म नेपाल छोडेर यता आएको हुनाले मैले यतालाई नै अलिकति बुझ्दैछु। त्यसले गर्दाखेरि संविधान सभाको जुन म्याद थपिएको छ त्यो पुरा हुन्छ भन्ने मलाई लाग्छ। संविधान सभालाई अहिले बृहस्पति नै ग्रह लागिरहेको छ। त्यसले गर्दाखेरि भामारी र बृहस्पति, अब भामारीले यो 3 महिनापछि छोडेर जान्छ, बृहस्पति जहाँ आउने भएको हुनाले हुन्छ। त्यो चाहिँ कस्तो हुन्छ भने अब यो ज्योतिष शास्त्रमा चाहिँ शेष त्यो भाग लिने शब्दलाई चाहिँ भाग हुन्छ नि, जस्तो 3 ले 6 ले 5 ले यसरी भाग लिँदाखेरि जुन भाग हुन्छ त्यो चाहिँ ज्योतिषी शास्त्रमा शेषलाई चाहिँ एकदम महत्त्व हुन्छ। त्यो दिन 2012 चाहिँ डिसेम्बर 21 मा चाहिँ तपाईको तिथिले पनि हाम्रो 9 पर्छ अनि 21 12 र 9 ले 21 लिन्छ अनि त्यो हाम्रोमा नि मिल्दैन। त्यो चाहिँ समाप्ति हो कि भन्ने कुराहरू हुन्छ, तर खासै त्यसले केही असर चाहिँ गर्दैन। भनेपछि हामी डराउनु पर्ने चाहिँ छैन। मानव जन्ममा तपाईको चाहिँ त्यति छिटो त्यस्तो हुँदैन, तर प्रलय भनेको त ठाउँ ठाउँमा विभिन्न कुराहरू भइ नै रहन्छ। प्राकृतिकले अब त्यसलाई उतार चढाव गराइदिन्छ, तर 2012 त्यस्तो हुन्न। म के हुन्छु? खेल क्षेत्रमै राम्रो हुन्छ, तर पढाइ पनि राम्रो हुन्छ। पैसा बिजनेस लाइनमै जान्छु पछि तिमी। अरूको भविष्यवाणी हेर्न सक्नुहुन्छ, आफ्नो हेर्न सक्नुहुन्छ? मैले आफ्नो हेरेँ। मैले अहिले आजभन्दा 5 वर्ष अगाडि मैले चाहिँ नेपालमा चाहिँ पोखरामा जाँदाखेरि एउटा टिभीले मेरो इन्टरभ्यू लिएको थियो। त्यसमा तपाईँले के भन्नुहुन्छ भनेर भनेको थियो। अनि त्यसमा मैले हेरेर पछि मैले इन्टरभ्यू अहिले भर्खरै त्यो इन्टरभ्यूलाई रेकर्डलाई चाहिँ हेर्दाखेरि मैले जे भनेको थिएँ मेरो मिल्दो थियो। मैले 17 वर्षमा मैले चाहिँ गोर्खा दक्षिण बाबु पुरस्कार पाउँछ भने चाहिँ त्यो मिलेको थियो। मैले पुरस्कार पाउँछ भनेको थियो। अनि मैले 24 वर्ष हुँदा चाहिँ मैले देश छोड्छु भनेको थिएँ। म अमेरिका आउनको उद्देश्य भनेको मलाई 4 चोटि भिसा लागेको। म चाहिँ एउटा युसिएलए कलेजमा त्यो विद्यार्थीहरूलाई चाहिँ पिएचडी वालाहरूलाई पढाउन भनेर आएँ। अनि मेरो 3 महिनाको मात्रै कोर्स हो खासै, तर मलाई कस्तो भने भिसा नै ज्यादा दिइदियो। इमिग्रेसनै यहाँ भिसा ज्यादा दियो। उहाँको नेपालमा भन्दा यहाँ भिसा दिएपछि अब म के गर्ने त, फर्किने भन्दाखेरि होइन, अमेरिका पनि त ठुलो देश हो, विश्वलाई बुझ्नुपर्छ भनेर चाहिँ अनि मैले नेपाली समाजसँग इन्डियन अमेरिकन समाजले अनि यो साम्यनिजम सम्बन्धीका मानिसहरूले चाहिँ मलाई बोलाउने ओर्ने गर्न थाल्नुभयो। अनि त्यसपछि मलाई चाहिँ यहाँ
म फर्किन पनि लागेको थिएँ। अनि यहाँ गिरिजा गौतम, टेनिसीमा कपिला देवकोटा उहाँहरूले अनि डाक्टर दामोदर पौडेलले चाहिँ मलाई होइन तपाईँ बस्नुहोस् यहाँ, तपाईँको राम्रो छ, हेर्नुहोस्, यताउति घुम्नुहोस् भन्ने कुरामा म घुम्दा घुम्दै बसिरहेको छु 3 वर्षदेखि यता। तर म लिगल छु। यहाँ चाहिँ कस्तो छ भने यहाँ चाहिँ तपाईँले बोक्सी पढ्ने नि कलेज छन्, धामी झाँक्री पढ्ने कलेज पनि छ, नाम फरक छ, सामिनिजम भन्छ अङ्ग्रेजीमा। त्यसले गर्दाखेरि ठाउँ ठाउँमै छ। मैले अब धेरै कलेजहरूमा म पनि गएको छु, मैले आफ्ना कुराहरू राखेको छु। यहाँ पाइन्छ, यहाँ छ, अस्ट्रेलियामा छ, क्यानाडामा छ। तपाईँको हाम्रो यो यहाँ पहिलेको अमेरिकनहरूको समाजमा चाहिँ तपाईँको हाम्रो तामाङ राई लिम्बूको जस्तै तरिकाले ड्रमहरू बजाउने, नाच्ने त्यो प्रविधिहरू पनि रहेछ। म न्यू मेक्सिकोमा हाम्रो डाक्टर आलोक बोराजीले पुऱ्याउनु भएको थियो, त्यहाँ हेरिरहेको थिएँ। त्यो छ समाजमा। सेती है देवी काली हो देवी चुली। मलाई धेरै आउने प्रश्नमा यो हो। अब मलाई नै थाहा भएन, तर मलाई के लाग्छ भने मेरो मानिसले चाहिँ जीवनमा चाहनुपर्ने शान्ति हो होइन। शान्ति कसरी पाइन्छ भने पोजिटिभ थिङ्किङले पाइन्छ। 24 घण्टा मान्छेले 52,000 कुरा सोच्छन्, अनि 52,000 कुरामा म चाहिँ जतिखेर नै पोजिटिभ सोच्छु। म अरूभन्दा धेरै पोजिटिभ सोच्ने मान्छे भएको हुनाले मलाई नै छानेको हो कि जस्तो लाग्छ। हृदय र मस्तिष्क दुईटा लाइन हुन्छ। मेरो हृदय चाहिँ मस्तिष्कमा छिटो जान्छ कि, अनि मान्छेले चाहिँ मस्तिष्कले भन्दा हृदयले काम गर्छ। अझ हामी नेपालीले चाहिँ अब नेपालीमा हृदय भनेको मन पापी हुन्छ। त्यसले गर्दा त्यो पापी मलाई चाहिँ हटाएर म मस्तिष्कबाट काम गर्ने भएको हुनाले मलाई नै छानेको हो कि जस्तो लाग्छ। फेरि म अरूलाई नै काम गर्छु, म मेरो लागि कहिले पनि जीवनमा गरिनँ। मैले हाइड्रो प्रोजेक्ट, म एउटा धामी झाँक्री भएर हाइड्रो प्रोजेक्ट बनाइदिएको छु, बच्चाहरू पढाइदिएको छु, स्कुलहरू बनाइदिएको छु। मैले किताब बोकेर, जस्तो नेपाल श्रीमती सङ्घ भनेको तपाईँको आर्मीको श्रीमती सङ्घको ग्रुपले चाहिँ किताब दिन्थ्यो मलाई। त्यो किताब बोकेर मैले गाउँ गाउँका विद्यार्थीहरूलाई पढाउने काम गरिरहेको छु। अहिले पनि एउटा मन्दिर बनाउने काम गरिरहेको छु, लाइब्रेरी बनाइदिने काम गरेको छु। त्यही कारणले नै होला मलाई सामाजिक भावना ज्यादा आउने, म आफूलाई नसोच्ने भएरै मलाई छानेको कि जस्तो लाग्छ। तर हजुरलाई छान्दा त हजुर 7 वर्षको हुनुहुन्थ्यो, त्यही बेला त त्यस्तो केही थिएन। त्यो बेला थिएन। त्यो बेला त सत्कर्म, पूर्वजन्ममा मैले सत्कर्म गरेको थिएँ र पूर्वजन्ममा सत्कर्म गर्ने व्यक्तिलाई छान्छ भन्ने कुराहरू उसले झाँक्रीले मलाई भन्थ्यो। त्यही पूर्वजन्ममा नै मैले सत्कर्म गरेको थिएँ होला भन्ने लाग्छ। र अहिलेको जन्ममा म सत्कर्म गरेर अगाडि बढिरहेको छु। त्यही प्रसङ्गमै 7 वर्षको सानो नानीले यति ठुलो ज्ञान, अथाह ज्ञान कसरी पछिसम्म राख्न सक्छ त? त्यो बेलामा के होइन, यो चाहिँ मलाई कन्टिन्यू छ, अहिले पनि आइरहन्छ। मैले चाहिँ अब 10 मिनट मैले ध्यान गरेँ, 10 मिनट मैले आँखा चिम्लेँ भनेदेखि मैले जुन जुन चिज दिएको छ त्यो जगाएँ भनेदेखि मलाई एकदमै हुन्छ, एकदमै शक्ति आउँछ। म कस्तो हुन्छ भने एकदमै कोही मान्छेको अगाडि बसेँ अथवा मैले सामान सर्दम जगाएर चाहिँ कोही अगाडि बस्यो भने मलाई एकदम झम्मै बाह्र छोपिदिन्छ र मैले फर्रै बोलिदिन्छु, मलाई अटोमेटिक देखाइदिन्छ। त्यस्तो हुन्छ। त्यो चाहिँ हामीभन्दा पछाडि केही शक्ति छ। त्यसलाई धामी भन्नु, झाँक्री भन्नु, ज्योतिषी भन्नु, पावर भन्नु, सुपर पावर भन्नु, जेसुकै भन्नु, तर त्यो चिजले चाहिँ मानव जीवन चलाइरहेको हुन्छ। यो छ। मैले अहिले न्युरोसर्जन डाक्टर बर्कली युनिभर्सिटीले चाहिँ मेरो न्युरोसर्जन डाक्टरहरूले मेरो चाहिँ माइन्ड चेक गरिरहेको छ। अनि उनीहरूले अब यो के गरी बोल्छ, यसले कसरी भन्छ, यसले फ्युचर कसरी प्रेडिक्ट गर्छ, यसले विगतको कुरा कसरी भनिरहेको छ भन्ने कुराहरू हुन्छ। अरू लाइन छ, जस्तो फ्रान्समा थियो, फ्रान्सको मान्छेले मलाई धामी झाँक्रीको बारेमा सोध्दा धामी झाँक्री कति किसिमका हुन्छन् भन्यो, मैले 7 किसिमका हुन्छन् भने। नेपालमा कुन कास्टको चाहिँ धामी झाँक्री बेसी छ भने मैले सोचेँ अब 52हरू जहिले पनि मन्त्र पढिरहने, मैले सोचेँ 52हरू होला भने। तर उसले मलाई एन्सर दिइरहेको थियो तामाङहरू बेसी छ भनेर भन्थ्यो। नेपालमा तामाङ कास्ट चाहिँ धामी झाँक्रीमा एकदमै बेसी छन् भनेर त्यसरी फ्रान्सको मान्छेले थाहा पाए। उनीहरू अनुसन्धान गर्छन्, हामी अटोमेटिक आउँछौँ। तर हामी पनि धामी झाँक्री कोही ज्योतिषी यस्तो लाइनमा छ भने एकदम बुझ्नुहोस्, यो भित्र गहिराइमा धेरै कुराहरू पाउनुहुन्छ। धर्म भनेको चाहिँ कस्तो भनेदेखि समुद्रमा गएर तपाईँ चाहिँ नुहाएर आएपछि म समुद्र पुगेर आएँ भने जस्तै हो। एकदमै भाष छ यहाँ, तपाईँले सोचे जस्तो त्यस्तो छैन, धेरै भाष चिज छ। खोज्दै जानुहोस्, तपाईँले पाउनुहुन्छ। तर जति लिनु पर्यो त्यो मात्रै लिनुहोस्, ज्यादा नलिनुहोस् र यसलाई दुरुपयोग नगर्नुहोस्, सही मार्गमा लानुहोस् भन्ने म चाहन्छु। भनेपछि शोधहरू धेरै भएका छन् र सबैले अन्तिममा गएर मानेकै छन् यो हुँदै रहेछ भन्ने। संसारमा शक्तिलाई त मान्नै पर्यो नि, नेचर भनौँ या त त्यसलाई सुपर पावर भनौँ, जे भन्यो त्यसलाई त मान्नै पर्यो नि। तपाईँको अगाडि उभिएर चाहिँ कोही मान्छेले तपाईँको यस्तो छ भनेर चाहिँ तपाईँको कुरा बताइदिँदाखेरि तपाईँलाई त्यसलाई मान्ने कि नमान्ने भन्ने कुराहरू हुन्छ नि। गौरी हो शङ्कर खेल्दै ल्याउँ। धामी झाँक्रीहरूले जब तपाईँहरूले बसेर गर्नुहुन्छ त्यो गर्दा त्यो जिउ काम्ने चाहिँ किन हुन्छ? जिउ काम्ने त्यो शक्ति भनेकै त्यही हो, अटोमेटिक त्यो शक्ति आउँछ। जस्तो नकामिरहेको मान्छेलाई मैले मन्त्र गरेँ भने त्यसलाई कमाइदिन्छु, त्यसको नाम जप्यो भनेदेखि म त्यो अटोमेटिक त्यस्तो तपाईँको अगाडि नभए पनि कमाउन सक्नुहुन्छ। जस्तो तपाईँ बस्नुभयो, म तपाईँलाई चाहिँ मन्त्र जप्छु र तपाईँको नाम जपेर चाहिँ चट्ट चाहिँ त्यो उसमा मिलाइदिइसकेपछि तपाईँलाई सर्र काम छोड्छ, त्यस्तो हुन्छ। कुनै पनि ठाउँबाट। हजुर।
तपाईँलाई डालासमा भेटेँ, तपाईँले लिनुभयो, 2 शब्द मेरा मनका कुरा राख्न दिनुभयो, त्यसको लागि तपाईँलाई पनि धन्यवाद। तपाईँको वेबसाइटलाई पनि धन्यवाद दिन चाहन्छु। अब कस्तो छ भने यो संसारमा चाहिँ धेरै चिज गर्न खोज्छन् मान्छेले, तर 2टा मात्रै मानव जीवनमा गरिन्छ, एउटा असल र एउटा खराब। मसँग भएका असल कुरा तपाईँहरूलाई केही दिएँ भने ती कुरा लिनुहोस्, मसँग मैले दिएका केही खराब चिज लाग्छन् तपाईँलाई भने ती कुरा मलाई नै रिटर्न गर्नुहोस्। अन्तमा म तपाईँहरूलाई सबैलाई चाहिँ अमेरिकाको बसाइले, अमेरिकामा जुनसुकै देशमा गए पनि, जुनसुकै ठाउँमा गए पनि आफ्नो कला संस्कृति रीतिरिवाजलाई जोगाउनुहोस्। धर्म संस्कृति भनेका चाहिँ एकदम महान हुन्छन्, त्यस्ता कुरालाई नछोड्नुहोस्। आफ्ना बालबच्चालाई पनि यस्ता कुरामा चाहिँ प्रेरित गर्नुहोस् भन्ने शुभकामना दिन चाहन्छु।